आषाढ मासको कृष्ण पक्षको एकादशी योगिनी एकादशी हो। यसपटक योगिनी एकादशी 2 दिन 26 गते र 27 गते परेको छ र यो एकादशीको महिमा के रहेको छ, यो एकादशीको व्रत भक्ति गर्नाले के हुन्छ, निकै महत्त्वपूर्ण जानकारी लिएर हामी उपस्थित भएका छौँ। हाम्रो भिडियोहरू हेर्नुहुने सम्पूर्ण भक्तजन म सम्राट सुवेदी हजुरहरू सबैलाई हार्दिक अभिनन्दन र स्वागत गर्दछु। जय श्रीमन्नारायण, राधे राधे। आउनुहोस् अब आउँदो योगिनी एकादशीको तिथि र मितिसहित सम्पूर्ण जानकारी हामी लिउँ कहिले रहेको छ भनेर। 2083 साल आषाढ महिनाको 26 गते शुक्रबार पर्दछ र एकादशी तिथि 50 घडी 57 पला छ भनेको राति 1 बजेर 39 मिनटसम्म एकादशी तिथि छ। उपरान्त द्वादशी तिथि प्रारम्भ हुनेछ। अङ्ग्रेजी समयअनुसार 10 जुलाईमा पर्दछ। पञ्चाङ्गमा लेखिएको छ स्मार्तहरूको योगिनी एकादशी र भोलिपल्ट 27 गते शनिबारको दिनमा द्वादशी तिथि रहेको छ। 44 घडी 59 पला भनेको रातिको 11 बजेर 17 मिनटबाट द्वादशी तिथि समेत सम्पन्न हुनेछ। अङ्ग्रेजी समयअनुसार 11 जुलाई 2026का दिनमा वैष्णवहरूको योगिनी एकादशी व्रत पर्दछ। अब हामीले एकादशीको व्रत कुन दिन गर्ने, स्मार्तनाम गर्ने कि वैष्णवानाम गर्ने भन्दा भक्तजन, हाम्रा शास्त्रहरूले पुराणहरूले एकादशी व्रतलाई 5 वटा विशेष पुराणहरूले छुट्टा छुट्टै महत्त्वले तिथिहरूको निर्णय गरेका छन्। अब हामी जाउँ सर्वप्रथम 26 गते शुक्रबार जुन स्मार्तनाम एकादशी छ, यो दिन एकादशीको श्राद्ध गर्नेहरूले यस दिनमा गर्ने र विदेशमा हुनेहरूले, जो विदेशको पनि अमेरिकामा हुनुहुन्छ, क्यानाडामा, पश्चिमा देशहरूमा, इजरायलमा हुनुहुन्छ, लन्डन, युके, युरोप आदि गरेका यी देशहरूमा रहने हाम्रा भक्त सज्जनहरूले भने यसपटक यहाँहरूले 10 जुलाईकै दिन एकादशी व्रत गर्न पर्छ भनेको 26 गते शुक्रबारकै दिन एकादशीको व्रत गर्नुहोला। अब हामी जाउँ यो दिन एकादशीको तिथि श्राद्ध गर्नेहरूले यसै दिनमा गर्ने। अब हामी अर्को कुरा गरौँ। नेपाल, भारत, भुटान, एसियाका देशमा रहनेहरूले, अस्ट्रेलियासम्म रहने, न्युजिल्यान्डमा रहनेहरूले भने एकादशीको व्रत विशेष गरेर 11 जुलाई 2026का दिन भनेको 27 गते शनिबारका दिन हामी एकादशीको व्रत गर्नेछौँ। र म यहाँहरूलाई यो भन्दिनँ कि अघिल्लो दिन पनि लिनुहोस्, भोलिपल्ट पनि लिनुहोस्, 2 दिन एकादशीको व्रत गर्ने भनेर म भन्दिनँ, किनभने त्यो गोल चक्रमा हजुरहरूलाई म राख्न चाहन्न। शास्त्रले के भनेका छन् भने हाम्रा पुराणहरूले पनि दशमीले छोएको एकादशी लिनु हुँदैन भनेर वर्णन गरेका छन्। अब यहाँ कस्तो छ भने हामीले दशमीले छोएको एकादशी भनेको 26 गतेको जुन नेपाल, भारत, भुटानमा जुन एकादशी पर्दछ यसमा चाहिँ थोरै एकादशी दशमीले छोएको छ। त्यसैले बरु हामी 27 गते जुन एकादशीको व्रत छ त्यो व्रत गर्दैछौँ। शनिबारका दिन उदयकालीन अवस्थामा एकादशी तिथि छैन, तर पनि द्वादशी रहेको हुनाले एकादशीको नै व्रत गर्नु पर्दछ। अझ यहाँहरूलाई स्पष्ट बनाऊ, धेरै भूमिका नबनिकन यस दिनको बिहान 5 बजेर 17 मिनटमा सूर्योदय हुन्छ भने शास्त्रले एउटा यस सम्बन्धित श्लोक दिएको छ, उदयात प्राग चतस्तस्त्र घटिका अरुणोदया। शास्त्रहरूले के भनेका छन् भने भक्तजन, यदि सूर्य उदयदेखि 4 घडी अगाडिसम्म दशमी तिथि रहेछ भने त्यो दशमीलाई त्यागिदिनुपर्छ। चाहे बिहान एकादशी तिथि छ भने पनि अब भक्तजन यस दिनमा अब 5 बजेर 17 मिनटमा सूर्योदय हुँदैछन् भने त्यसको 4 घडी अगाडिसम्म अरुणोदय बेला ब्रह्ममुहुर्तको रहेको छ। भन्नुको अर्थ बिहान 3 बजेर 41 मिनटबाट ब्रह्ममुहुर्त सुरु हुन्छ। अब दशमी तिथि चाहिँ कति बजेसम्म छ त भन्दा 26 गते रातिको 3 बजेर 52 मिनटसम्म दशमी तिथि छ। यसकारणले गर्दा 3 बजेर 52 मिनटसम्म द्वादशी तिथि छ र 3 बजेर 41 मिनटबाटै अरुणोदय बेला लाग्छ भनेपछि 11 मिनट दशमी तिथि रहेका हुनाले हामीले 26 गतेको एकादशी व्रतलाई त्यागिदिनु पर्दछ। साथै स्मार्तानाम र वैष्णवानाम भनेर पनि अहिले नअल्झ्यौँ, किनभने हामी भगवान विष्णुको एकादशीको व्रत गर्दैछौँ। दशमी तिथिले छोएको एकादशी भनेको 11 मिनट मात्र छ। यसकारणले गर्दा 26 गते जुन एकादशी छ शुक्रबारका दिन यो एकादशी श्राद्ध गर्नका लागि मात्रै र यस दिन भनेको यहाँहरूले चामल खाने, भात पकाएर खाने, बेलुकाको सात्विक भोजन गर्ने अनि एकादशीको व्रत भने सबैजनाले 27 गते शनिबारकै एकादशीको व्रत गर्नुहुन्छ भने सर्वोत्तम फलको प्राप्ति हुनेछ। र त्रयोदशी तिथिको दिनमा पारायण गर्दा केही फरक पर्दैन, किनभने पारायण प्रदान भन्दा पनि भक्ति प्रदान हो, व्रत प्रदान हो। यसकारणले गर्दा यो दिन एकादशीको व्रत गर्नु सर्वोत्तम हुनेछ। हाम्रा सम्पूर्ण भक्तजन समक्ष यो जानकारी गरायो। अब भक्तजन, यो आषाढ कृष्ण पक्षको एकादशी योगिनी एकादशी हो र यस एकादशीको महत्त्व र महिमा धेरै नै शास्त्रमा भनिएको छ। साथै अबको 15 दिन पछाडि आषाढ मासको शुक्ल पक्षको एकादशी आउँछ, त्यो भनेको हरिशयनी एकादशी हो। यो एकादशीको 15 दिन अगाडि हामीले तुलसीका दल पनि राखेका छौँ, किनभने अब आउने 15 दिन पछाडि हामी आफ्नो घरको मठ आँगनमा, घरका छतमा जहाँ तुलसीका मठहरू, गमलाहरू रहेका छन् त्यहाँ तुलसी रोपेर 4 महिनासम्म विशेष गरेर
सेवा भक्ति आराधना गर्छौँ र चतुर्मासको समयमा यस कारणले गर्दा पनि यो एकादशीको विशिष्ट महत्त्व र महिमा रहेको छ। शास्त्रहरूले के भनेका छन् भने यदि कसैले योगिनी एकादशीको व्रत गर्छ भने यो व्रत गर्नाले सम्पूर्ण पापहरू नाश हुन्छन्, रोग नाश हुन्छन्, पितृहरूको पनि कल्याण हुन्छ र भगवान विष्णुको पनि विशेष कृपा प्राप्त हुन्छ भनेर वर्णन गरिएको छ। योगिनी नाम सा प्रोक्ता सर्वपाप प्रणाशिनी भुक्तिं मुक्तिं च सा दद्यात् विष्णुलोकं प्रयच्छति। अर्थात् योगिनी एकादशी व्रत सबै पापलाई नाश गर्ने व्रत हो। यसले भोग र मोक्ष दुवै प्रदान गरिदिन्छ। भुक्ति मुक्तिम च सा दद्यात्, भुक्ति पनि दिन्छ भनेको संसारका भोग्य वस्तुहरू पनि, अनि मुक्तिम भनेको जब हाम्रो यो देह समाप्त हुनेछ एकादशीको यो व्रत गरेका छौँ भगवानले मुक्ति पनि प्रदान गरिदिनुहुन्छ। कस्तो? विष्णुलोकम प्रयच्छति, भगवानले आफ्नो धाम वैकुण्ठ धाम प्रदान गर्नुहुन्छ। त्यसैले एकादशीका दिन उपवास गर्ने, भगवान विष्णुको पूजा गर्ने, अनि श्रीहरिको कीर्तन गर्ने, तुलसीको मोठमा दीपदान गर्ने, भगवानको नाम सुन्ने, नाम गाउने, यो एकादशीको दिन व्रत गर्नाले विशेष महत्त्व र महिमा रहेको छ। अब यस दिनमा सकेसम्म बिहान चाँडै उठ्ने प्रयास गर्ने र स्नान गर्ने, शुद्ध चोखो कपडा लगाउने। जो व्यक्ति घरमा आफ्ना पाँचै देवी देवताहरूको पूजा गर्नुहुन्छ, नित्य प्रति भगवान विष्णुको गोपालजीको सेवा गर्नुहुन्छ भने म आज योगिनी एकादशीको स्नान गर्दैछु भनेर हातमा जल लिएर आफू बसेको देश, वडा, टोलको ठाउँको नाम लिएर आफ्नो गोत्र र राशिको नाम लिने र सङ्कल्प भावहरू गर्ने र स्नान गरिसकेपछि भगवानको सेवा गर्नेछु, मलाई शरीरमा शक्ति दिनुहोस् भनेर संसारको भोग र खानेकुरा संसारका लागि इन्द्रिय नदौडिकन भगवानका चरण कमलमा हाम्रो मन लागोस् र भगवानको चरण कमलको स्मरण र भगवत भक्ति बढोस् भनेर ओम नमो भगवते वासुदेवाय मन्त्रादि गरेका जापहरू गर्ने अनि भगवानको सेवा गर्ने। आफ्ना नित्यप्रति जो गरिने सेवाहरू छन्, अझै एकादशीको दिन भएको हुनाले शालिग्राममा योगिनी एकादशीको दिन भनेर हरेक भगवानहरूलाई स्पर्श आदि गर्दा, चाहे गणेश होस्, चाहे देवी हुनुहुन्छ, शिव हुनुहुन्छ, सबैको पूजाआजा गर्दा आज एकादशी हो भन्ने भावले सबैको सेवा गर्ने अनि विशेष भगवान विष्णुको शालिग्रामको लड्डु गोपालहरूको त विशेष पञ्चामृत दुधहरूद्वारा स्नान गराउने, अथवा दुध, दही, घिउ, मह आदि भएन भने पनि शुद्ध जलमा तुलसी मञ्जरी पत्रहरू राखेर भगवानका विग्रहहरूलाई स्वरूपलाई स्नान गराउने र स्नान गराइसकेपछि जनै, वस्त्र, चन्दन, फूल, तुलसी आदि चढाउने र सेवा श्रृङ्गारहरू गर्ने, धूपदीप नैवेद्यहरू अर्पण गर्ने, विष्णु सहस्रनाम, श्रीमद् भगवद् गीताको पाठ अथवा ओम नमो भगवते वासुदेवाय मन्त्रको जाप आदि विशेष गर्ने, अथवा अरू केही आएन भने भगवानको नाम संकीर्तन गर्ने। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे आदि गरेका नाम संकीर्तनहरू पनि गायन गर्ने, तुलसीलाई जल चढाउने, तुलसीको सेवा वन्दना गर्ने अनि गाई, ब्राह्मण, साधु सन्तहरू आवश्यक परेको ठाउँमा अन्न, वस्त्र, फलफुलहरू हामीले दान पनि गर्न सक्नेछौँ। सामर्थ्य अनुसार अब यो एकादशीको व्रत गर्नेहरूले निर्जल रूपमा व्रत गरेको एकदम राम्रो, तर सबैको सम्भव हुँदैन। त्यसैले जल पिएर दूध फलाहारहरू खाएर एकादशीको व्रत गर्ने र यदि शरीर असमर्थ छ, अनेक रोगहरू अब लाग्न थालिसके भने, एकादशी प्रति निष्ठा भक्ति छ भने कन्दमूलहरू खाएर भनौँ न। एकादशीका फलाहारका त तमाम चिजहरू छन्, झनै धेरै छन्। एकादशीमा खाने त त्यस्ता चिजहरू खाएर एकादशीका दिन खाने कन्दमूलहरूलाई ग्रहण गर्ने, फलाहारहरूको रूपमा ग्रहण गर्ने र विशेष रूपमा चामल नखाने, भात पकाएर नखाने। एकादशीको व्रतको पूर्ण फल प्राप्त गर्नेहरूले चामल अनि गहुँ, रोटी आदि नखाने र विशेष गरेर मासु, मदिरा, लसुन, प्याज यी तामसिक भोजनहरूको त्याग गर्ने अघिल्लै दिनदेखि। एकादशीका दिन यी चिजहरूको पनि स्मरण नहोस् र विशेष गरेर कसैको निन्दा नगर्ने, कसैप्रति क्रोध नगर्ने, आलस्यतामा नरहने, विषय भोगहरूबाट टाढा रहने, यस दिनमा भगवत चिन्तन, भगवत मनन गर्ने र जुवा, नशा, कुनै पनि पाप कर्महरू छन् भने त्यस्ता कर्महरूमा सहभागी नहुने। सज्जनहरू, यस एकादशीको व्रत गर्नाले विशेष भगवान विष्णु श्रीहरिको कृपा प्राप्त हुनेछ। उपवास भनेको केवल पेट खाली रह्यो म व्रत बसेँ भन्ने मात्रै कसैलाई नहो, किनकि उपवास भनेको भगवानको समीपमा गएर बस्ने, मनलाई भगवानका चरण कमलमा लगाउने, संसारका पापहरूबाट, क्रोधहरूबाट, लोभ, मोह, ईर्ष्या, जलनहरूबाट टाढा रहने, मन बुद्धिलाई अहङ्कारबाट खाली राख्नु पनि एक प्रकारको उपवास नै हो र यही नै उपवासको अर्थ हो। र यदि यी सबै हाम्रो मनमा, हाम्रो बुद्धिमा आएनन् भने हाम्रो व्रत सर्वश्रेष्ठ रहन्छ। भोकै चाहिँ हामी बसेका छौँ, मनले पाप गरिरहेका छौँ, मन चारैतिर दौडिरहेको छ, कहिले यता भौतारिन्छ, कहिले उता भौतारिन्छ, त्यस्तो भने नहोस्। 5 ज्ञानेन्द्रिय, 5 कर्मेन्द्रिय एउटा मनलाई नै भगवानका चरण कमलमा लगाएर आफ्नो जीवनलाई सार्थक बनाउनु। तमाम हाम्रा भक्तजनहरू, यो एकादशी योगिनी एकादशी हो र योगिनी एकादशीको हामीले तिथिमिति पञ्चाङ्गको बारेमा सम्पूर्ण भक्तजन समक्ष जानकारी गराइसकेका छौँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद।
भिडियो हेरिदिनु भयो, सुनिदिनु भयो। साथै हाम्रो भिडियोमा लाइक कमेन्टहरू पनि गर्नुभएको छ। च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। सबैप्रति आभार प्रकट गर्दै अहिलेलाई म सम्राट सुवेदी बिदा हुन्छु। जय श्रीमन्नारायण। राधे राधे।